लाइनमा छु म पनि टिकट काट्नेहरूको भिड रहेछ धेरै नै वाल छ है यो पार्कको मैले कुपन साटिसकेँ गाइस यस्तो दामी छ यार यस्तो दामी छ नि यता सेतो खालको छ अनि यो रातो खालको छ अनि यता फेरि अर्को साइडमा अर्कै खालको छ कि म अचम्म परिरहेको छु कि यिनीहरू एउटै फुल हो होइन दामी छ यो घाँस चाहिँ यस्तो बगल छ यार यो यस्तो बगल छ हेर्न सक्नुहुन्छ यार आमा छिर्न सक्ने अवस्था छैन नि कहाँ छिरिन्छ त यस्तो दामी छ यार फोटो खिच्नु पर्यो म पनि दामी गार्डनमा म एक्लै घुमिरहेको छु यता फेरि अर्कै खालको फुल रहेछ यहाँ कस्तो दामी भर्खर रोपेको रहेछ यसपालि नै रोपेको रहेछ है तर नयाँ खाउँ भन्दा क्या नयाँ बारको यस्तो भर्खर नै रोपेको फुलहरू जस्तो लागेको छ मलाई कस्तो दामी यार भर्खर फुल नाटेको चाहिँ फुलिसकेको छैन भिराउला मासुसँग पकाएर खानु यस्तो मिठो हुन्छ यार यस्तो खालको केरा मैले फर्स्ट टाइम कुनैमा केराको बोट पनि देखेको थिएन है फर्स्ट टाइम यो केराको बोट अनि फलेको पनि देखियो अनि मेवा एकदमै यहाँ महँगो पर्छ हेर्न सकेको यत्रोलाई यहाँ 10-12 हजार पर्छ कि यत्रो मेवालाई नेपालमा एभ्रीवान नमस्ते वेलकम ब्याक टु द च्यानल एन्ड अनदर ब्लग म चाहिँ याङजु नारी खोङवनमा आइरहेको छु यहाँ चाहिँ फर्स्ट टाइम आएको के छ भन्दाखेरि म अघि भित्र छिर्न खोजेको भएन अनि टिकट काट्नुपर्ने रहेछ होइन टिकट काटेर मात्रै भित्र जानुपर्ने रहेछ सो म चाहिँ टिकट काट्नु गइरहेको छु हेर के पछि गएँ लाइनमा छु म पनि टिकट काट्नेहरूको भिड रहेछ धेरै नै गाह्रो छ घुम्नलाई पनि टिकट काट्नलाई पनि गाह्रो छ फाइनली मैले टिकट काटिसकेँ जम्मा 7,000 रहेछ अब चाहिँ छिर्न पाउने भएँ म पनि गाइस म चाहिँ टिकट काटेर पनि भित्र आइसकेँ हजुर चाहिँ म एक्लै छु केटाहरू उता छन् अनि जस रमाइलो रहेछ फर्स्ट टाइम नै यता आएको है रमाइलो रहेछ यार फोटो खिच्न आउँदो रहेछ प्रायः मान्छेहरू होइन म त एक्लै छु कसले फोटो खिच्छु तर भिडियोहरू चाहिँ बनाइरहेको छु यहाँ कच्ची रोड पनि रहेछ यहाँ बिचमा यो चाहिँ भर्खर बनाएको पार्क जस्तो लागेको छ मलाई होइन धेरै भएको छैन जस्तो लागेको छ तर यस्तो बगल रोपेको रहेछ यहाँ रोपेर चाहिँ यस्तो प्लास्टिक बिछाएर रोपेको रहेछ यस्तो दामी भएको छैन यार हेर्न सक्नुहुन्छ है जस मान्छेहरू फोटो खिच्नु धेरै आउँदो रहेछ यहाँ फोटो नखिच्नेलाई नि आनन्द छ हेर्नको लागि चाहिँ आँखालाई एकदमै शीतल गराउने है फुलहरू भनौँ न छुनु त दिँदैन जस्तो लागिरहेछ म चाहिँ चस्मा लाउनु पर्यो मान्छे कहाँबाट यति धेरै आउँदो रहेछ सँग केटाकेटीहरू फोटो खिचिरहेछ मोबाइलको यस्तो नलेको हात देखिसक्यो हात गलिसक्यो तर यो पार्क चाहिँ खासमा चल्ने भनेको यो सिजन मात्र होला जस्तो लागेको छ मलाई किनकि अब जाडो सुरु हुन लाग्यो जाडोमा त यो त सबै मरिहाल्छ फुलहरू धेरै किसिमको रहेछ उतातिर अर्कै खालको छ यतातिर अर्कै खालको छ म सबै देखाउँछु तपाईँहरूलाई क्या दामी हो मौसम नि त्यस्तै हो घाम नि लागेको छैन पानी नै परेको छैन
बवालै छ मौसम पनि पानीले गर्दा सबै लडेको छ पानी परेको 4-5 दिन भयो लगातार पानी परेको है सो पानीले गर्दा सबै लडिसकेको छ पानी पनि अगाडि आएको भए चाहिँ यस्तो बवालै थियो होला यहाँ जस्तो लागेको छ मलाई हेर्दाखेरि तर पनि खतरै छ राम्रै छ कोरियनहरू कति राम्ररीहरू फोटो खिच्न आउँदो रहेछ राम्राहरू हुन्छ यता फेरि अर्कै खालको फुल छ है फिलिङ्गेको फुल जस्तो छ यता अर्कै खालको छ फुल यताको चाहिँ फुलिसकेको छ प्रायः अलिअलि मात्रै छ म चाहिँ अब यहाँ सानो पहाड जस्तो रहेछ अग्लो ठाउँ रहेछ यता मान्छेहरू फोटो खिच्नु धेरै आउँदो रहेछ माथि फोटो खिचिरहेछन् म त्यतातिर पनि जान्छु अर्कै खालको फुल छ फेरि हेर्न सक्नुहुन्छ फोटो खिचिरहेको छ यहाँ डाँडामा फोटो खिच्न आउँदो रहेछ यस्तो हावा चल्दो रहेछ है गाइस म चाहिँ टिकट काटेर पनि भित्र आइसकेँ आज चाहिँ म एक्लै छु केटाहरू उता छन् अनि जस रमाइलो रहेछ फर्स्ट टाइम नै यता आएको है यता थुप्रै आउँदो रहेछ नेपाली केटाहरू पर थिए रमाइलो रहेछ यार फोटो खिच्न आउँदो रहेछ प्रायः मान्छेहरू होइन म त एक्लै छु कसले फोटो खिच्छु तर भिडियोहरू चाहिँ बनाइरहेको छु यहाँ कच्ची रोड पनि रहेछ यहाँ बिचमा यो चाहिँ भर्खर बनाएको पार्क जस्तो लागेको छ मलाई होइन धेरै भएको छैन जस्तो लागेको छ तर यस्तो बवाल रोपेको रहेछ यहाँ रोपेर चाहिँ यस्तो प्लास्टिक बिछाएर रोपेको रहेछ यस्तो दामी भएको छैन यार हेर्न सक्नुहुन्छ है लास्टै आनन्द रहेछ नि त फोटो खिच्नेहरूको त भइन्छ रहेछ त यहाँ त जस्तो मान्छेहरू फोटो खिच्नु धेरै आउँदो रहेछ यहाँ फोटो नखिच्नेलाई नि आनन्द छ हेर्नको लागि चाहिँ आँखालाई एकदमै शीतल गराउने है फुलहरू भनौँ न यो छुनु त दिँदैन जस्तो लागिरहेछ म चाहिँ चस्मा लाउनु पर्यो मान्छे कहाँबाट यति धेरै आउँदो रहेछ सँग केटाकेटीहरू फोटो खिचिरहेछ मोबाइलको यस्तो नलेको हात देखिसक्यो हात गलिसक्यो फुल पनि अनेक खालको रोपेको रहेछ है मखमली जस्तो देखियो तर यो मखमली होइन तलको चाहिँ मखमली नै थियो यो मखमली नै हो अर्कै हो यता यो चाहिँ मखमली हो लास्टै दामी छ यार तर यो पार्क चाहिँ खासमा चल्ने भनेको यो सिजन मात्र होला जस्तो लागेको छ मलाई किनकि अब जाडो सुरु हुन लाग्यो जाडोमा त यो त सबै मरिहाल्छ त्यस्तो खासै
स्पेसल चाहिँ मैले अहिलेसम्म यहाँ केही देखेको छैन, तर परसम्म चाहिँ होइन म परतिर गएर आएको छु। कस्तो छ यो यता मात्र हेर्दाखेरि चाहिँ जाडोमा चाहिँ हुँदैन जस्तो लागेको छ। यता यागुजङ पनि रहेछ, त यागु खेलिरहेछन्। राम्रै रहेछ। यहाँ बस चल्नु नि पाउने रहेछ। यता बसहरू छ यहाँ भित्रको लागि मात्र। झन् ठुलो पार्क रहेछ है, सानो जस्तो लाग्दै थियो तर ठुलै पार्क रहेछ। यहाँ मखमली पनि खालको छ क्या। यता यस्तो खालको पिङ्कमा छ भने यता सेतो खालको छ। फोटो खिच्ने अरे सबै खिचेर। यता फेरि अर्कै खालको फुल छ। फुलहरू धेरै किसिमको रहेछ। उतातिर अर्कै खालको छ, यतातिर अर्कै खालको छ। म सबै देखाउँछु तपाईँहरूलाई। क्या दामी हो। मौसम नि त्यस्तै हो, घाम नि लागेको छैन, पानी नि परेको छैन, बवालै छ मौसम पनि। यता अर्कै खालको फुल छ। पानीले गर्दा सबै लडेको छ। पानी परेको 4-5 दिन भयो लगातार पानी परेको परे है। सो पानीले गर्दा सबै लडिसकेको छ। पानी पर्नु अगाडि आएको भए चाहिँ यस्तो बवालै थियो होला यहाँ जस्तो लागेको छ मलाई हेर्दाखेरि। तर पनि खतरै छ, राम्रै छ। कोरियनहरू कति राम्ररी फोटो खिच्न आउँदो रहेछ। राम्राहरू हुन्छ। यता फेरि अर्कै खालको फुल छ है, फिलिङ्गेको फुल जस्तो छ। यता अर्कै खालको छ फुल। यताको चाहिँ फुलिसकेको छ प्रायः, अलिअलि मात्र छ। म चाहिँ अब यहाँ सानो पाहाड जस्तो रहेछ, अग्लो ठाउँ रहेछ। यता मान्छेहरू फोटो खिच्नु धेरै आउँदो रहेछ। माथि फोटो खिचिरहेछन्, म त जिरान जान्छु। यता अर्कै खालको फुल छ फेरि, हेर्न सक्नुहुन्छ। यता माथि फोटो खिचिरहेको छ। यहाँ डाँडामा फोटो खिच्न आउँदो रहेछ। यस्तो हावा चल्दो रहेछ है, अलग्गै हुने क्या, अलग्गै फिल हुने। यहाँदेखि तलको पार्क सबै देखिरहेको छ।
यहाँ यस्तै बनाउने हो कि माटो थुपारेर यस्तो बनाएको कि तर दामी बनाएको सबै देख्नु फुलबारीहरू फुल यस्तो दामी रहेछ यहाँ यस्तो दामी रहेछ यार लास्टै मन पर्यो मलाई यहाँ फोटो खिचिरहेछ त्यति धेरै यो चाहिँ विदेशीहरूले थाहा छैन होला त्यति धेरै विदेशीहरू देखिनँ मैले होइन नेपालीहरू 4-5 देखेको थिएँ प्रायः कोरियनहरू मात्र छन् तर लास्टै बबल छ है यो पार्कको पहिले यस्तो ठुलो थिएन अरे अहिले चाहिँ ठुलो भयो भन्दाखेरि यहाँ अजुबाहरू यहाँ मलाई त्यसै लाग्यो यहाँ किनकि हामी यहाँ आएको धेरै नै भयो नि त यहाँ थाहा थिएन 눈이 작아졌지. 주소. 전이로 와 가게. 전이로 오늘 좋았어. 아빠가 이렇게 주는 거라고. 그러니까 조금만 해. यो ड्रोन पनि उडाउँदो रहेछ ड्रोन उडाएको छ कि ड्रोन आउँदैछ यहाँ हेर्न सक्नुहुन्छ यहाँ होइन यहाँ धुलो मैला लाग्छ भन्दैन यहाँ खुट्टा धुने ठाउँ पनि रहेछ यहाँ पानीको धारो रहेछ मैले कुपन साटिसकेँ गाइस यहाँ यो उसको जुस पोमोग्रेनेटको अनारको अनि यो चाहिँ मैले चाहिँ जम्मा 5000 कुपन पाएको रहेछ म 4000 जस्तो लाग्दै थियो अनि 5000 रहेछ अझै दुईटा कुपन छ 2000 को कुपन छ अझै मसँग अब त्यसको चाहिँ ससेज साटेर खानु पर्यो यस्तो दामी छ यार यता अघि घुमेको थिएन अनि त्यही भएर यता घुम्न आइरहेको छु अरे चाहिँ यस्तो दामी फुल रहेछ यस्तो दामी फुल फुलिरहेको छ है अनि यस्तो दामी छ नि यता सेतो खालको छ अनि यता चाहिँ रातो खालको छ अनि यता फेरि अर्को साइडमा अर्कै खालको छ कि म अचम्म परिरहेको छु कि यिनीहरू एउटै फुल हो होइन तर 3 कलरको हुँदो रहेछ क्या यो त पिङ्क फुल्ने यता रहेछ यस्तो रहेछ क्या 3 कलरको कहाँ 3 कलर ए मिलेर आएको फेरि 4 कलरको रहेछ यहाँ यो पिङ्क कलरको भयो पिङ्क कलरको भयो यो के भन्छ सेतो भनौँ न सेतो कलरको छ यो अनि रातो छ यता हेर्न सक्नुहुन्छ रातो छ यता अनि यता हेर्न सक्नुहुन्छ यता पहेँलो यस्तो दामी मिलेर रोकेको छ यहाँ फोटो खिच्ने ठाउँ छ फोटो खिचिरहेछ नि त कोरियनहरू अनि म चाहिँ यता क्रस गरेर जानु भनेको फेरि फोटो खिचिरहेछ नि त्यही भएर मैले चाहिँ भिडियो बनाइराखेको छु यो खानु रहर थिएन तर अनारको दबाई हुन्छ भनेर मेरो अलिकति यो के भन्छ जेन्डिसहरू छ अनि के दबाई हुन्छ भनेर यो ल्याएको चिसो छ खाँदै हिँडिरहेको छु यस्तो दामी छ यार उडाएको फोटो खिच्दै हिँडिरहेछन् यस्तो दामी लाग्यो मलाई 4 कलरको मिसाएर यहाँ गरेको रहेछ एक साइडमा रातो एक साइडमा पिङ्क एक साइडमा सेतो एक साइडमा पहेँलो मिलेर यस्तो दामी रहेको रहेछ है म त हेरेको अरे अब बाहिर आएँ बाहिरदेखि यतादेखि घुमेर फेरि यता यहाँ चाहिँ यहाँभित्र चाहिँ मान्छेहरू फोटो खिच्ने
हरूको भिड रहेछ है फोटो खिच्न आउँदो रहेछ प्रायः यहाँभित्र चाहिँ यहाँ बिचमा बाटो छ फोटो खिच्न तर आउँदो रहेछ कि बाटै ब्लक गरेर फोटो खिचिरहेको हुन्छ क्या म त एक्लै छु अनि फोटो पनि कसलाई खिच्ने होइन कसलाई खिचिदिने कसलाई खिचिदिन्छ म त यत्तिकै आइनँ तर दामी रहेछ फोटो खिच्नेहरूको भिड लागिरहेछ यहीँ बिचमा चाहिँ हिँड्ने बाटै छैन लास्टै दामी छ तपाईँहरू नै याङजु आसपास हुनुहुन्छ भने यता घुम्न आउन सक्नुहुन्छ दामी छ यो घाँस चाहिँ यस्तो बबल छ यार यस्तो बबल छ हेर्न सक्नुहुन्छ यार ए बवाल चिन्ने गर्दा म आएको थिएँ टिकटकमा देखेको थिएँ अनि यस्तो दामी छ यहाँभित्र छिर्न दिँदैन होला तर पनि म छिरेको छु अब छिर्न सक्ने अवस्था छैन नि कहाँ छिरिन्छ त यस्तो दामी थियो फोटो खिच्नु पऱ्यो म पनि दामी गार्डनमा म एक्लै घुमिरहेको छु यता फेरि अर्कै खालको फुल रहेछ यहाँ कस्तो दामी भर्खर रोपेको रहेछ यसपालि नै रोपेको रहेछ है फेरि नयाँ खाउँ भन्दा क्या नयाँ भएको छ भर्खर नै रोपेको फुलहरू जस्तो लागेको छ मलाई कस्तो दामी यहाँ भर्खर फुल नाटेको चाहिँ फुलिसकेको छैन यता फेरि अर्कै खालको फुल छ कि हेर्न सक्नुहुन्छ पल्लोपट्टिको अर्कै खालको हो त्यो चाहिँ घाँस जस्तै खर जस्तै छ यो चाहिँ अर्को सानो बोट जस्तै कि यो चाहिँ सानो यो चाहिँ फेरि अर्कै खालको छ क्या हेर्न सक्नु गाँजाको फल्दो रहेछ यार गाँजाको बोट जस्तै छ सेम गाँजाको बोट जस्तै रहेछ गाँजाको पात जस्तै रहेछ पत्ताहरू नि यस्तो फलेको रहेछ आमा झिटिटिटी झर्दैछ यता अर्कै फुल फेरि हेर्न सक्नुहुन्छ फुलहरू त यस्तो बबल खालको फुलहरू रोपेको छ है यस्तो दामी छ त्यो दामी त दिँदैन होला अहिले कराउँछ होला करायो भने म निस्किन्छु यस्तो दामी लाग्यो क्या म यता भित्र छिर्नु मन लाग्यो क्या ल टाइगर भिरामा गिरी जम्मै झर्दैछ मोबाइलको एक्सटेन्ड नलिएको अनि यतिकै पक्रेर भिडियो बनाइरहेको थियो क्या पुरा गलिसक्यो हात यस्तो देखिसक्यो है उतातिर फेरि अर्कै फुल रहेछ है दामी फुलहरू या कस्तो दामी आँखालाई नै आनन्द आउने कस्तो दामी बनाएको रहेछ है यो त अन्त्यमा यहाँ निस्किँदै गरेको है यहाँ त निस्किने बाटोमा चाहिँ यस्तो यो के भन्ने यिनीहरूले खाँदैन है लौकाहरू यस्तो घिराउलाहरू यस्तो दामी हेर्न सक्नुहुन्छ घिराउलाहरू यस्तो फलेको छ अनि सिमीहरू पनि फलिरहेछ यतातिर लौकाहरू डल्ले लौकाहरू पुरा छ के यस्तो आमा लौकाहरू पाकेर यता सुकिसक्यो यति धेरै फल्दो रहेछ यार यो सुसेनी के भन्छ घिराउला यस्तो दामी फलेको छैन अब के हो यो अर्कै कहिले नदेखेको यो के हो यो पनि फलेको छ अचम्म कुराहरू देख्न पाइयो अझ कत्रो घिराउलाहरू हो तर यो डल्ले चाहिँ के हो यो हरियो म त जम परेछ नि त डरै फलेको छ चिन्डोको जस्तो छ माथि भेट्न चाहिँ सानो चिन्डोहरू पनि रहेछ अब म यो खानुको लागि चाहिँ होइन यतिकै मान्छेलाई देखाउने हेराउनलाई चाहिँ रोपेको रहेछ घिराउला मासुसँग पकाएर खानु यस्तो मिठो हुन्छ यार कत्रो घिराउलाहरू हो मान्छे जत्रै
ओ माई गॉड अब म लौकाहरू काँक्रा जस्तो देखिएको छ सिमीहरू देख्न सक्छु अनि देखाउँदैछु सिमी कति ठुल्ठुलो सिमीहरू म चाहिँ यो मेवा र केराको बोटतिर गइरहेको छु तर केरा खाने खालको केरा होइन कि सानो यो खोइ फुलको रूपमा होला तर केराको जस्तै फल चाहिँ लाग्दो रहेछ ठाडो फलिरहेछ रातो खालको है यस्तो खालको केरा मैले फर्स्ट टाइम कुनैमा केराको बोट पनि देखेको थिएन है फर्स्ट टाइम यो केराको बोट अनि फलेको पनि देखियो अनि मेवा एकदमै यहाँ महँगो पर्छ है बाहिरबाट ल्याउँछ यत्रो नचिपिएकै अनि 7,000 8,000 पर्छ है यत्रो डल्लोलाई मेवाको बोट पनि देखेको थिएन यो मेवाको घारी नै छ हेर्न सक्नुहुन्छ अनि केराको बोट भयो मेवा यस्तो दामी यसपालि नै रोपेको मेवाको बोटहरू यस्तो दामी लाग्ने छन् है फुल केरा यो रियल नै हो केराको बोटहरू फर्स्ट टाइम केराको बोट देखेको कोरियामा मैले यस्तो दामी छ फलेको छ यो खाने कि नखाने यस्तो रातो खालको फलेको छ फल्नु चाहिँ सानो सानो त्यस्तो अनि पपाया मेवा ठुलो फलेको छ हेर्न सक्नुहुन्छ यहाँ यत्रोलाई यहाँ 10-12 हजार पर्छ कि यत्रो मेवालाई दोकानमा यति महँगो पर्छ यस्तो दामी फल्न थालेको छ यत्तिकै नेपालको याद आयो नेपालमा जस्तै फलफुल बारी पसे जस्तै महसुस भइरहेको कोला यता नि फलिरहेछ ठुल्ठुलो बोट रहेछ फर्स्ट टाइम कोलाको बोट कोरेमा देखेको तर जाडो सुरु हुन आँट्यो अब जाडोमा त यिनीहरू मरिहाल्छन् जाडोमा त यहाँ केही पनि हुँदैन यस्तोहरू फलफुलहरू केही पनि हुँदैन यहाँ मरिहाल्छ है रुखको पत्ता पनि सबै जान्छ भने यो मेवा केरा त के भयो र यो सबै नै मरिहाल्छ तर दामी छ यहाँ बस्ने ठाउँ पनि रहेछ म त बसेँ